साथी हो आउनु त आइयो तर योपालि देउसी भैलो खेल्नु कि नखेल्नु हौ? नखेलौँ है। भर्खरै मात्र हाम्रो पहाडमा भल पहिरोले धेरै जनधन र ज्यानको क्षति भएको छ। उनीहरूलाई कस्तो लागिरहेको होला? मलाई त मनै छैन। के गर्नु साथी हो? त्यो पनि ठिकै हो, तर वर्षमा आएको चाडबाड मनाउनै पर्यो, हाम्रो संस्कृति रीतिरिवाज बचाउनै पर्यो। बरु एक काम गरौँ न, हामी सबैजना मिलेर देउसी भैलो खेलौँ अनि उठेको दक्षिणाले ती भलपैह्रोमा परेका पीडितहरूलाई सहयोग गरौँ न, हुन्न र? आज त निकै राम्रो कुरा भन्यो त साइला। बल्ल बुद्धि आएछ। लु त यसै घरबाट सुरु गरिदिउँ।
संस्कृति जनाउन हो संस्कृति जनाउन आहै झिलिमिली झिलिमिली आहै के को झिलिमिली आहै फुलको झिलिमिली आहै बत्तीको झिलिमिली आहै रातोमा माटो आहै चिप्लो बाटो आहै लड्दै र पढ्दै आहै आइपुग्यो देउसे आहै कोहीमा भाइ आहै मिलन मोडदेखि आहै कोहीमा बहिनी आहै दार्जिलिङदेखि आहै भेलामा भई आहै सल्लाहमा गरी आहै देउसीमा खेल्ने आहै हजुरको गाउँमा आहै हामीमा आफै आएका होइनौ आहै बलिमा नाच्नु आहै रुकुमा हुँदा आहै कालोमा कात्तिक आहै 3 दिने तिहार आहै मनौ है भाइ हो आहै जनौ है भाइ हो आहै जनौ है भाइ हो वर्ष दिनको चाडबाड दुःख भुल्ने बहाना परदेशीमा सम्झिनेलाई पुर्याए सम्झना गरेर लाटुरीको बोटैमा सुनखरी फुल्दैन मिठुरीले भुले पनि पिरतीले भुल्दैन परिलाई लैमारी लाई लाई लैमारी लाई लाई लैमारी लाई लाई बारी र भित्ता घर आँगन सबै फुलले ढाकेको छ फुलले ढाकेको छ माइतीलाई भनी यो पहाड भरि सयपत्री रोपेको छ हो सयपत्री रोपेको छ आहै हिजोमा आउने आहै धोबीमा चेली आहै आजमा आउने आहै देउसे र भैले आहै भट्याउनेको आहै सोरैमा ढाकी आहै देउसुरे भन आहै सुनिलाई भन आहै पान्दिने दसैँ आहै पुन्दिने तिहार आहै मनौ है भाइ हो आहै जनौ है भाइ हो आहै वर्ष दिनको आहै यो ठुलो चाड आहै यो शुभ चाड आहै मनौ है भाइ हो आहै चामलको ढेकी आहै दही र ठेकी आहै उहिलेले देखी आहै उहिलेले देखी आहै भन मेरा भाइ हो आहै देउसुरे भन आहै सोनीलाई भन मिठो रोकिन आजको दिन परदेशीसित देशेर पनि पिरती गाउनु हुँदैन ए पिरती गाउनु हुँदैन सुरिलो रुखमा फेरिलो हाँगा टुप्पैमा पाच्छैन भोकलाई भोजन निन्द्रालाई ओछ्यान पिरती लागे जान्छैन ए पिरती लागे जान्छैन भनेर माया लाइन्न जोखेर माया पाइन्न आँखाले हेऱ्यो मनले बेर्यो मायाको फेरो कान्छी कान्छी हे कान्छीको हित बोल न ए मनको कुरा खोल मन धन 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 कोला तिमी झुरेली
लाछना कान्छा हो कान्छा यो मन मेरो कहाँ भन्छ नि हे भोरो रोएर जान्छ नि जहाँ आफ्नो हितको माया छ त्यही तानी तानी लान्छ नि गाउँघरमा सुन पहाडै भरि मादल बजेको घर घरमा हेर लक्ष्मी आईलाई क्या राम्रो पुजेको क्या राम्रो बुझेको आहै तरुलको बेलो देउसी आहै आशिषको मेलो देउसी आहै यसैमा गाउँमा आहै गराउँदै खाइ हो देउसी आहै यसैमा गाउँका देउसी आहै परेवा पन्छी देउसी आहै उड्दामा खेरी देउसी आहै आकाशे ढाकुन देउसी आहै बस्दामा खेरी देउसी आहै आगले ढाकुन देउसी आहै आगले ढाकुन देउसी आहै यसैमा गाउँका देउसी आहै बाल बच्चा देउसी आहै दुबोमा जस्तै देउसी आहै मौलीमा रहुन् देउसी आहै केरामा जस्तै देउसी आहै गाछीमा रहुन् देउसी आहै गाछीमा रहुन् देउसी आहै यसैमा गाउँमा देउसी आहै लक्ष्मी माइले देउसी आहै सदामा सदा देउसी आहै बास गरिरहुन् देउसी आहै यसैमा गाउँका देउसी आहै माता पिता देउसी आहै दिदी बहिनी देउसी आहै दाजुमा भाइ देउसी आहै सुवर्षसम्म देउसी आहै बाँचीमा रहुन् देउसी आहै बाँचीमा रहुन् देउसी आहै औलको माने देउसी आहै लेखको काने देउसी आहै आशिष दिन देउसी आहै यति मात्रै जाने देउसी आहै यति मात्रै जाने देउसी नमरी बाँचे दैवले साँचे फेरि भेटौँला नमरी बाँचे दैवले साँचे फेरि भेटौँला अर्को जुनीको कहिले हो कहिले यही जुनी भेटौँला अर्को जुनीको कहिले हो कहिले यही जुनी भेटौँला एकैछिन धन्यवाद कोराइबारी देउराली सङ्घका सम्पूर्ण कलाकारहरूलाई जो उहाँहरूको एकदमै अति सुन्दर प्रस्तुति थियो। उहाँहरूको सुमधुर सङ्गीतले सबैहरूलाई रमझम गराउनुभयो र एकपल्ट फेरि धन्यवाद दिँदै र उहाँहरूलाई मायाको चिनो प्रदान गर्नुहुँदैछ हाम्रै कमिटीका एक्जिक्युटिभ मेम्बरहरूले र अब अन्तिम प्रस्तुति भनौँ दर्शकहरूको मनोरञ्जनको लागि र दर्शकवृन्दलाई एकल गीत सुनेर जाने र सबैजना आफ्नो आफ्नो जग्गामा उठेर हल्का अब डान्स भनौँ या मनोरञ्जन गर्दा पनि हुन्छ र अन्तिम प्रस्तुति हेमन्त उपाध्याय भाइ आसामबाट दर्शकवृन्द न्यानो यहाँ रमाइलोका साथ आजको यो कार्यक्रमको अन्तिम प्रस्तुति रहेको थियो र साथै यहाँ भएको सम्पूर्ण जुन जानकारी र दृश्य यहाँ कमिटीको पक्षबाट यहाँनिर र अब रमाइलो गरिरहेको थियो। अन्तिम प्रस्तुतिको निम्ति एकल गीत लिएर आउनु हुँदैछ। उहाँ अब्बल कलाकारको रूपमा हामी चिन्ने गर्छौँ उहाँलाई र सबैजना यथास्थानमै उहाँले जुन एकल गीत प्रस्तुत गर्नुहुन्छ त्यसमा रमाउने खुसी हुने र
यस पश्चात लगत्तैमा धन्यवाद ज्ञापनको निम्ति मन्त गौतम आजको कार्यक्रमको सभा अध्यक्ष पनि हुनुहुन्छ। उहाँले नि धन्यवाद ज्ञापनको साथसाथमा कार्यक्रम समाप्त भएको घोषणा पनि गर्नुहुन्छ र भोलि हामी बीच धेरै उत्कृष्ट टोलीहरू आउँदैछन्। अतिथिको रूपमा सांसद राजु विष्टजी पनि हामी बीचमा उपस्थित हुनुहुन्छ र धेरै स्थानीय कलाकारहरू जो अब्बल दर्जामा पुगिसकेको छन् उहाँहरूको पनि प्रस्तुत भोलि हामी बीच हुनेछ र सबैलाई पुनः एकचोटि भोलि पनि ठिक 6 बजे हजुरहरू यहाँ उपस्थित भएर यो प्रतियोगितालाई अझै सुसज्जित पारेर अझै मनोबल बढाइदिने म हार्दिक अनुरोध पनि गर्दछु र अब सुन्नुहोस् एकल गीत।